स्वर्ग स्वर्ग हेर्ने वा जलजला गुड मर्निङ फ्रम जलजला सबैलाई जलजलाको मर्निङ सनसेट पनि दामी छ यतातिर अनि यतातिर चट्ट सिस्ने हिमाल मजाले देखिँदो रहेछ क्या आँखाले देखे जस्तो चाहिँ भिडियोमा चाहिँ आउँदैन तर जलजला चाहिँ आउनै पर्ने ठाउँ पनि हो एउटा हामी चाहिँ परको होमस्टेमा बसिदिउँ बस्ने पनि राम्रो छ यतातिर बस्ने यो सबै सुविधाहरू छ डाइरेक्ट माथि नै आउँदा हुन्छ अनि यतातिर त्यहाँनिर चाहिँ जलजलाको पोखरी छ एकछिनमा देखाउँछौँ अनि हिउँ पनि परेको छ अलिअलि अब हिउँ पग्लिने टाइम पनि भइसक्यो हिउँ पर्ने ठाउँ अलिकता छ यही होमस्टेको दाइले तपाईँहरूलाई लगेर जानुहुन्छ जलजला चाहिँ आउनै पर्ने छ यही हप्तामा आउनु सकेसम्म सबैजना हाम्रो अरू टोली चाहिँ उता टावरमा चढिरहेको छ म माथिबाट नि तपाईँहरूलाई भ्यू देखाउँछु टोली हो कस्तो छ केटा हो बल छैन रिग्रेट त भएको छैन नि हिजोले We are on the top of जलजला हेर्नुहोस् माथि भ्यू टावरबाट भ्यू भ्यू हेर्नुहोस् होइन आँखा लोभ्याउनुहोस् तपाईँहरू चाहिँ हामी चाहिँ मजा लिइरहेको छौँ कि आउनु चाहिँ नबोल्ने खास गरी रोल्पा दाङको मान्छे यति नजिक हुँदा नि नआउँदा त अनि घाटा त तपाईँहरूलाई नै हो क्या अरे आँखाले देखे जस्तो चाहिँ भिडियोमा आउँदैन है यो पचास आउनु पऱ्यो Hama Gupa, welcome us. केटाहरूलाई हिउँ खेल्ने भनेर आएको डाकदेखि धेरै खतरा रमाइलो खेल्दो रहेछ केटाहरू चाहिँ होइन भगवान् खेल्छन् भगवान् हेर्नुहोस् गाउँछु यसरी हिउँ खेल्न नपाएर यो आज स्वर्ग पाउँछ स्वर्ग जलजलाले मार्यो ल यता मलाई ल
मार्यो केटाहरू जलजलाले मार्यो हेर केटाहरू हालत कस्तो छ जलजलाले मार्यो साथीहरू हामी चाहिँ जलजलाको गलगला माटोमा आइपुग्यौँ यहाँ चाहिँ माटो गल गर्छ क्या अब यस्तो हुन्छ क्या उठ्यो त उठ्यो यस्तो मजाको छ क्या होइन यहाँनिर चाहिँ खेल्नु नबिर्सिनु खेल्नु पाउँछ यो डोरी बाँधेको होइन पवित्र स्थल भन्ने पनि होइन खेल्नु पाउँछ अरे यहीँको मान्छेलाई सोधेको राप्ती नदीको मुहान है यो चाहिँ जलजलादेखि उता गएर त्यति ठुलो नदी यति सानो मुहानबाट पो सुरु हुँदो रहेछ यहाँ चाहिँ आएर पानी सिधै खाँदा नि हुन्छ तलतिर खान नमिले नि जलजलामा आएर यसरी फोहोर चाहिँ नगरिदिनु होला है यहाँ बस्ने दाइहरूले नि कति टिप्नु यति माइट ठाउँमा अरू मान्छेहरू सफा गर्ने नि हुँदैन सुन्दर ठाउँ त फोहोर गर्नु भएन नि साथी हो स्वर्गलाई नि नर्क बनाउनु चाहिँ भएन है यो कुन ठाउँ कुन मन्दिर रे दाइ बुज्यू रानी बज्यू आउने पर्ने ठाउँ है जलजला चाहिँ नजरैको करौतीले रेट्यो मोटो र टक्कै अन्त नजर मरिजाम जान्न पटक्कै